दिन हुन पाएन, रात भयो। सो हे गाइज, वेलकम छ मेरो न्यू ब्लग एन्ड सानो ब्लगमा। सो के छ हालको वर्ष चाहिँ हुनुहुन्छ। सो गाइज आजको ब्लगमा के बताउँछु भने चाहिँ आज म पसलमा के गर्छु अनि कसरी दिन बित्छ सबै कुरा बताउँछु यो भिडियोमा। सो लास्टसम्म भिडियो हेरिदिनु होला एन्ड सपोर्ट गरिदिनु होला। च्यानलमा न्यू हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब एन्ड बेल नोटिफिकेसन अन गरेर अलमा सेलेक्ट गरिदिनु। मेरो पहिलो काम चाहिँ मेरो यो काउन्टर सफा गर्ने काम होइन। पहिला सुरुमा यो काउन्टर साफ गर्छु, अनि बस्ने काउन्टर साफ गर्छु होइन। त्यसपछि अरू काम गर्छु, पसललाई पनि अलिअलि साफ गरिदिन्छु होइन। सबै साफमा गर्छु। यिनीहरू साफ गरेर म यता मोबाइल साफ गर्न लाग्थेँ होइन। यिनीहरू मोबाइल सफा गरेर सबै क्लियर पार्दै सबै सफा गरेर सकेर एकछिन आराम गर्न बसेँ। यता म एकछिन आराम गर्दैछु होइन। त्यसपछि एकछिनपछि त पुरै हावा पानी चल्न थाल्यो। एकैछिनमा पुरै फेरि 12 बजेको 12 बजे 1 बजेभित्र यस्तो भएको थियो होइन। त्यही पानीमा हाम्रो पसलदेखि पङ्खा किनेर लग्नु भयो। अनि यता हाम्रो दाइ बनाउँदै हुनुहुन्छ। सो यता म भिडियो बनाउँदै थिएँ अनि एकछिनको मौसम हेर्नुहोस्, पानी यतिखेर परेको थिएन। सो यो भिडियोलाई यहीँ इन्ड गर्छु। सो कस्तो लाग्छ भिडियो कमेन्ट गरिदिनु होला एन्ड च्यानलमा न्यू हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब